नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई आजको यस भिडियोमा। के तपाई आफ्नो ल्यापटप तथा कम्प्युटर चलाउँदा ह्याङ भएर हैरान हुनुहुन्छ, स्लो भएर चिन्तित हुनुहुन्छ? त्यसो हो भने आजको यो भिडियोबाट तपाईको समस्या समाधान गर्ने प्रयास गर्नेछु। सो डिटेल भिडियोमा तपाईले सबै जानकारी पाउन सक्नुहुनेछ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। यदि तपाई यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब, लाइक र कमेन्ट गर्न नबिर्सिनु होला। केही जिज्ञासा छ भने निर्धक्क राख्न सक्नुहुनेछ। तपाईको सानो सहयोगले मलाई हौसला मिल्नेछ र यस्तै अरु नयाँ भिडियोहरू बनाउन प्रेरित गर्नेछ। आज 4 तरिकाबाट कम्प्युटरलाई स्लो या ह्याङबाट कसरी बचाउने या कम्प्युटरलाई पहिलेको भन्दा फास्ट कसरी बनाउने भन्ने कुराहरू हामी सिक्छौं। सो सबैभन्दा पहिला हामीले विन्डोज प्लस आर एउटा बटन दबाउँछौं। त्यो भएपछि तपाईको एउटा सानो रन कमान्ड बक्स आउँछ। अब तपाईले देख्न सक्नुहुनेछ। यसमा हामीले CLEANMGR क्लीन म्यानेजर भनेर एउटा हामीले यो कमान्ड लेख्छौं। यो लेखिसकेपछि हामीले ओके गर्छौं। ओके गरिसकेपछि एउटा सानो फेरि अर्को पपअप आउँछ, विन्डोज आउँछ। यसमा तपाईले देख्न सक्नुहुन्छ C र अर्को D, जुन चाहिँ ड्राइभमा हामीले कुनै ड्राइभलाई पनि क्लीन गर्न सक्छौं। सो तपाईले C धेरै जसो हामीले डेस्कटपमा राख्ने जति प्राय जति सबै C ड्राइभ हुने भएको कारणले हामीले C लाई क्लीन गर्छौं। हामीले D पनि गर्न सक्छौं, तपाईको आफ्नो चोइस हो। अब यसमा गरिसकेपछि ओके गर्नु होला। ओके गरिसकेपछि यसले एउटा क्याल्कुलेसन गरेर यति चाहिँ बाइट्स, यति चाहिँ टेम्पररी फाइल्सहरू देखाउँछ। सो क्लीन म्यानेजरको काम के हो भन्दाखेरि चाहिँ यो एउटा कमान्ड लाइन टुल्स हो जसले चाहिँ विन्डोजको डिस्कलाई क्लीन अप गर्ने काम गर्छ। यसले चाहिँ टेम्पररी र अननेसेसरी फाइलहरू, नचाहिने फाइलहरूलाई चाहिँ डिलिट गर्न सहयोग गर्छ र डिस्कलाई स्पेस चाहिँ बढाउने काम गर्छ। सो नेक्स्टमा हामीले यसलाई ओके गर्छौं। ओके गरिसकेपछि यो अर्को पपअप विन्डो आउँछ। यसमा चाहिँ आर यु स्योर यु वान्ट टु पर्मानेन्टली डिलिट भनेर आउँछ। हामीले यसमा तपाईले त्यो अननेसेसरी फाइललाई पर्मानेन्टली डिलिट गर्न सक्नुहुनेछ। यसमा फेरि हामी क्लिक गर्छौं डिलिट फाइल्स। सो यो गरिसकेपछि उसले नचाहिने फाइल्स, अननेसेसरी फाइल्सहरूलाई चाहिँ डिलिट गर्छ। सो यो एउटा वेबाट हामीले कसरी क्लिन अप गर्यौं भन्ने कुरा तपाईले जान्नुभयो। अब नेक्स्टमा चाहिँ हामीले फेरि विन्डोज प्लस आर क्लिक गर्छौं। यसमा चाहिँ अघि क्लीन म्यानेजर लेखेको ठाउँमा PREFETCS प्रिफेच भनेर लेख्छौं र ओके क्लिक गर्छौं। यो गरिसकेपछि यदि यो फर्स्ट टाइम तपाईले गरिरहनु भएको छ भने चाहिँ यस्तो आउँछ, यु डोन्ट करेन्टली ह्याभ परमिसन टु एक्सेस दिस फोल्डर भनेर आउँछ। यो चाहिँ एडमिनले मात्रै गर्न मिल्छ भन्ने आउँछ। अब यसमा तपाईले कन्टिन्यू गर्नु होला। कन्टिन्यू गरिसकेपछि तपाईले देख्न सक्नुहुनेछ प्रिफेस गर्दाखेरि यो सबै फाइल्सहरू तपाईले देख्न सक्नुहुनेछ। यसमा तपाईले देख्न सक्नुहुनेछ सबैको .pf फाइल भनेर आएको छ। जस्तै वर्डको .docx, doc, एक्सेलको .xlx भनेर तपाईले देख्न सक्नुहुन्छ। त्यसरी नै विन्डोजले चाहिँ, सिस्टमले चाहिँ कुनै पनि एप या प्रोग्राम चलाउँदाखेरि उसले आफै एउटा .pf फाइल बनाइदिएको हुन्छ, जसको काम चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ योले चाहिँ कुनै पनि एप्लिकेसनलाई चाहिँ ट्र्याक गर्ने काम गर्छ र अर्को स्टार्टअप गर्दाखेरि चाहिँ फास्ट बनाउने काम गर्छ। अब कस्तो हुन्छ भन्दाखेरि तपाईले त्यो प्रोग्राम घडी चलाउनु हुँदाखेरि फास्ट बनाउने हो, तर अर्को कुनै प्रोग्राम चलाउनु पर्यो भन्दाखेरि यो पहिला त्यो प्रोग्रामले लिएको .pf फाइल धेरै भयो भने त्यसले गर्दाखेरि त्यसलाई चाहिँ स्लो बनाउने काम गर्छ। सो तपाईले देख्न सक्नुहुन्छ यहाँ धेरै फाइलहरू छ। सो यो फाइलहरूलाई तपाईले डिलिट गर्नुपर्ने हुन्छ। यसको लागि फेरि कन्ट्रोल ए गर्नु होला। कन्ट्रोल ए भनेको चाहिँ सेलेक्ट अल भनेको, ए बाट अल हुन्छ। सो कन्ट्रोल ए भनेको सेलेक्ट अल हो। यो सबै एकैचोटी चाहिँ सिलेक्ट हुन्छ। त्यसपछि हामीले फेरि शिफ्ट डिलिट गर्छौं। शिफ्ट डिलिट भनेको यो चाहिँ पर्मानेन्टली डिलिट गर्ने एउटा सर्टकट किज हो। सो तपाईले यो गरिसकेपछि शिफ्ट डिलिट बटन गरिसकेपछि तपाईको यो एउटा फेरि पपअप विन्डोज आउँछ, देख्न सक्नुहुन्छ। सो यो चाहिँ तपाईले फेरि पर्मानेन्टली डिलिट गर्न को लागि चाहिँ परमिसन माग्दैछ। सो तपाईले फेरि एस गर्नु होला।
यो गरेपछि उसले चाहिँ यो सबै डिलिट गर्छ। देख्न सक्नुहुन्छ यो सबै डिलिट भएको छ। सो यसरी पनि अर्को तरिकाबाट दोस्रो तरिका हो यो, जहाँबाट चाहिँ तपाईले कम्प्युटरलाई या ल्यापटपलाई अलिक फास्ट बनाउन मद्दत गर्छ। सो नेक्स्ट तेस्रो वेज चाहिँ फेरि विन्डोज आर दबाउनु होला। यसमा चाहिँ तपाईले पर्सेन्टेज TEMP पर्सेन्टेज लेखेर इन्टर गरिदिनु होला या ओके बटन दबाउनु होला। यो गरिसकेपछि तपाईले फेरि देख्न सक्नुहुन्छ यो टेम्प भन्ने फोल्डर भित्र यो सबै फाइलहरू देख्न सक्नुहुन्छ। सो यो चाहिँ तपाईको कुनै पनि प्रोग्राम एपहरु चलाउँदाखेरि चाहिँ यो चाहिँ टेम्पोरेरी फाइलहरू बनाइदिन्छ सिस्टमले नै। सो योलाई पनि टाइममा तपाईहरुले डिलिट गर्नुपर्ने हुन्छ हैन। सधैँ डिलिट गर्नुपर्छ भन्ने छैन। तपाईले कुनै एउटा सर्टेन टाइम पछि चाहिँ तपाईले यो कमान्डहरू गरेर डिलिट गर्नु होला नियमित हैन। यो गरिसकेपछि तपाईको कम्प्युटर ल्यापटप चाहिँ अलिकति फास्ट हुन्छ पहिलेको भन्दा। सो फेरि हामी फेरि के गर्छौं कन्ट्रोल ए गर्छौं। त्यो भनेको फेरि सिलेक्ट अल भयो। त्यसपछि फेरि शिफ्ट डिलिट भन्ने बटन दबाउँछौं। सो गरिसकेपछि फेरि तपाईले यहाँ देख्न सक्नुहुन्छ पर्मानेन्ट डिलिट भन्नुभएको छ। यो कमान्ड आउँछ हैन। पर्मानेन्ट डिलिट एउटा अप्सन आउँछ तपाईलाई परमिसनको लागि। सो यसमा तपाईले फेरि यस गर्नु होला। योले सबै नचाहिने फाइल्सहरु चाहिँ डिलिट गर्छ। अब यो सिस्टमले तपाईले एप अहिले चलिरहेको कुनै ब्याकग्राउन्डमा चलिरहेको छ उसले चाहिने चाहिँ टेम्पोरेरी फाइल चाहिँ उले राख्छ, अरु चाहिँ डिलिट गरिदिन्छ। सो कन्टिन्यू गरिदिनु होला हैन। यसरी कन्टिन्यू गर्नु होला र कुनै चाहिँ अब ट्राई अगेन गर्नुहोस्। फेरि छैन यो चाहिँ अब यो बाँकी डिलिट नभएको छ। यो चाहिँ सिस्टमलाई अहिले रन भइरहेछ ब्याकग्राउन्डमा कुनै एप चलाइरहनु भएको छ भने त्यसले चाहिँ यो फाइलहरू चाहिएको कारणले यो चाहिँ डिलिट हुन नसकेको। योलाई तपाईले स्किप गर्न सक्नुहुन्छ। यसरी डु दिस फर अल आइटम्स गरेर स्किप गरेर चाहिने फाइलहरू चाहिँ राखेर नचाहिने फाइल डिलिट गर्छ सिस्टमले। सो यो पनि भयो एउटा थर्ड वेजबाट। तेस्रो तरिकाबाट चाहिँ कसरी अननेसेसरी फाइल्सहरुलाई चाहिँ डिलिट गर्छ भन्ने कुरा तपाईले सिक्नुभयो। अब लास्ट चौथो या फोर्थ वेबाट चाहिँ कसरी चाहिँ फेरि सिक्छौं। सो त्यसको लागि फेरि विन्डोज आर दबाउनु होला। यसमा चाहिँ अघि पर्सेन्टेज टेम्प पर्सेन्टेज लेखेको ठाउँमा RECENT लेखेर ओके या इन्टर बटन दबाउनु होला। त्यो गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ रिसेन्ट फाइलहरू तपाईले जुन जुन चलाउनु भएको छ त्यो फाइलहरूको सर्टकट देख्न सक्नुहुन्छ। टाइपमा सर्टकट भनेर लेखेको छ। यसरी त्यो फाइलहरूको चाहिँ सर्टकट बनाइदिन्छ। त्यो फाइल डिलिट हुने होइन कि त्यसको सर्टकट फाइल्सहरू चाहिँ बनाइदिएको हुन्छ रिसेन्ट फाइलमा। त्यसलाई चाहिँ यसले डिलिट गरिदिन्छ। यो धेरै भयो भने पनि के हुन्छ कम्प्युटर स्लो ल्यापटप स्लो हुने हुन्छ। सो यसलाई पनि तपाईले के गर्नुहुन्छ कन्ट्रोल ए दबाउनु होला अनि शिफ्ट डिलिट बटन दबाउनुहोस् आफै डिलिट हुन्छ। सो यो चार तरिकाबाट तपाईले सिक्नुभयो कसरी कम्प्युटरलाई स्लो ह्याङ भयो भने कसरी तपाईले त्यसलाई फास्ट या पहिलेको भन्दा अझै राम्रोसँग चल्ने भनेर तपाईले सिक्नुभयो। अब यो यति चारवटा कमान्ड तपाईले गरिसकेपछि तपाईले के गर्नुहुन्छ राइट क्लिक गरेर रिफ्रेश भनेर बटन दबाउनु होला अनि तपाईले यो कम्प्युटर या ल्यापटपलाई फेरि रिस्टार्ट गर्नु होला अनि तपाईले पहिलेको भन्दा तपाईको ल्यापटप कम्प्युटर चाहिँ पहिलेको भन्दा धेरै फास्ट हुन्छ।